ए गौतमनी आमाको घरमा यतै हो बाबु। यतै हो बा, यतै हो। ल आउनु बा। के छ त, हामीलाई यसो दर्शन गर्न मिल्छ बाबु? मिल्छ मिल्छ बा, आउनुहोस्। ल है म आएँ है बाबु। ए ए बा, कहाँदेखि आउनुभयो? बाबु म आउन टाढैदेखि आएँ। ए टाढादेखि आउनुभएको, यो झरीमा आउनु भएछ। बस्नु बा, यहाँ बस्नु। बाटोमा पनि लैलो रहेछ। यसो सबैलाई नारायण नारायण है हजुर। ल आउनुभयो भन्छु बा, बस्नु। यहाँ टाढादेखि यहाँबाट आउनु भएको, गल्नु भएको होला। ल बा बस्नु। हजुरले स्वागत गरिदिनु पर्यो, धेरै धेरै धन्यवाद। हजुरका धेरै यहाँ श्रद्धालु भक्तजनहरू आउनु भएको रहेछ। ए बा, अनि के खाएर खानुभयो त? अब साँझ पर्यो, कहाँदेखि आउनुभयो अहिले? के खानु र बाबु, यसो कसैले फलफुल दिनुभयो भने भोजन गरेँ। अनि यसो कतै आज यहाँ पुराण छ भन्ने सुनेर हाम्रो भक्तहरूसँग यसो भलाको साहित गरौँ भनेर आएँ नि बाबु। बा पहिले यो कुरा खानु नि त, अनि अलिक बोल्न पनि आँट आउँछ। लौ न बाबु, अब यो त हुन्थ्यो। हो त्यो त ठिकै छ, भइहाल्छ। अनि बा, तपाईँको अहिले छोराछोरी कतिजना, घरमा को हुनुहुन्छ? छोरा छोरी त बाबु धेरै छन्। अब खै यहाँ आइहाल्ने। हुन त मसँग धेरै चिजहरू छन्। राधे राधे, हजुरको उद्धार होस् प्रभु। अनि यहाँसम्म यसो दर्शन गर्न भनेर आएँ हजुर। यसो आफ्ना दुःख सुनाउँ भनेर। मेरा पनि पितृहरू छन्, उनीहरूको उद्धार गर्नु छ। त्यही पितृहरूको उद्धार स्वरूप यसो अलिअलि सहयोग माग्दै माग्दै जहाँ जहाँ भागवत लाग्छ, जहाँ सप्ताह हुन्छ, त्यहाँ त्यहाँ यसो पुरुषोत्तम भएको ठाउँमा जान्छु बाबु। त्यहाँ गएर यसो भक्तहरूसँग केही सहयोग माग्छु र मेरा पितृहरूको उद्धार होस् भन्नका लागि पुराण लाउनु छ, त्यसैका लागि यसो डुल्दैछु बाबु। ए हो र बा, म त तपाईँ गलेर आउनु भएकोलाई एकछिन आराम गर्नु, अनि भक्तहरूसँग पनि गफ गर्नुपर्छ। लौ त्यो त भइहाल्छ। अनि हामीले सम्पूर्ण भक्तजनहरूसँग भलाकुसारी गरिहाल्यौँ। म चाहिँ टाढादेखि आएको।